बर्थडे आज ट्याक्क लाएर है ठिक छ अलिकति छेउमा उ भएको के भयो नामै मेटाइदिएछ नाम चाहिँ अलिकति मेटे चाहिँ थोरै नाम त यता त्यो सबै आज चाहिँ हाम्रो युवराज दाईको बर्थडे हो है टक्क लाएर ल है आज हाम्रो युवराज दाईको बर्थडे ल है ल है ल है हामी अब केक काट्दैछौँ बर्थडे मनाउँदैछौँ ट्याक्क लाएर झिरझिर माथि है दाइ अनि माथि ठाडो है ल ल ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु युवराज दाई ह्याप्पी बर्थडे टु यु ल टु यु ह्याप्पी बर्थडे टु यु युवराज दाई ह्याप्पी बर्थडे टु यु दिनको धेरै धेरै शुभकामना काट्नु ल केक काटौँ ल आजै भन्दा युवराज दाईको बर्थडे पऱ्यो दिनभरि घुमेर आइयो बेलुका युवराज दाईको केक ट्याक्क ल यो चाहिँ कस्तो यो झुर्का झुर्का हो त्यो सक्यो अब पैसा मात्रै के हो एकछिन छोड नि अब के काट्ने अब के काट्ने ल भयो ल to you happy birthday to you happy birthday to you दाइ हामी अब केक काट्न जाँदैछौँ होइन त्यो झाल खोल्नु त कस्तो गरेको त उहाँ धुन ठाउँ कता हो आज तिम्रो जन्मदिन परेको हो क्या भयो उडा न तले त त्यो एउटा प्लेट ल्याउ न पहिला सरलाई खानिदिनु पर्यो ल फेरि पनि ह्याप्पी बर्थडे दाइलाई है ल नाक्दिनु नलाइदिनु बर्थडे वाइले कसले लाउँछ त नि नलाइदिनु भने ल ल ल ल ल ल ल हामी पनि आउँछ भिडियोमा होइन एउटा फोटो हाल्नु त बर्थडे कार्यक्रम चाहिँ हाम्रो हुँदैछ यहाँ ल के को खाने हो ल सबैजना खाने कस्तो के को खाने यो चिनी मजा नखाऊ होला अकेला मैले फोटो खिच्दै थिएँ थोरै खाने त्यति त्यो झिल्ली है के हो त्यो ओए झिल्ली ए आफै थोरै खाने नि धेरै नले सबैले सबैले बाना नहुनु यहाँ खत्तम हेर्नु म यहाँ वरिपरि के हल्का यता आएर पढाउनु पर्यो अब त्यहाँ मान्छेले अझै के त पढाउनु त दिनु भइरहेछ है दादा त सबैतिर झिकेको छ अब के गर्नु नसके नि होइन सरसँग बसेर रमाइलो भयो खुसी लाग्यो है हामी यस्तो खाँदैन होइन दाइलाई खान्थ्यौ ल झिल्झिले नै बिगाएर कि उता हाल्नु पर्यो ह्याप्पी बर्थडे है मैले त्यो टिका लगाइदिएको भिडियो बनाएँ साथी भिडियो बनाउने ह्याप्पी बर्थडे दाइलाई जन्मदिनको धेरै धेरै लाखौँ लाख शुभकामना धन्यवाद होइन अब छोरो बस अब न केक खाउँ ल केक काटु यसमा हालौँ न केक त्यो काटेर देऊ न
प्लेटमा हाल्ने त्यसमै हुन्छ त्यो च्याते हुन्छ के त्यसमै हुन्छ च्याते हुन्छ फ्याट फ्याट च्याते हुन्छ ल हाम्रो केक कार्यक्रम नि लगभग अब होइन समापन गरौँ होला होइन बुढी बाहिर होला मासु पसल गर्नुपर्छ पछिसम्म ह्याप्पी हुनुहुन्छ नि बर्थडेको दिनमा मस्त घुम्न गइयो आइयो होइन मस्त घुमियो अँ। केक काटियो रात पऱ्यो होइन साथीहरूलाई थाहा छैन बर्थडे होइन खानाले त बिहानै उयो गर्नुहुन्थ्यो नि त बिहानै गर्नुहुन्छ समय अब हतार हतारमा ल ह्याप्पी बर्थडे वन्स अगेन माटीहरू होला है म खान्न लगाले